हाई गाइज, आज चाहिँ मसँग रेडी भइदिउँ है त। यस्तो खालको भिडियो चाहिँ मैले फर्स्ट टाइम बनाउँदैछु। खासमा आज हाम्रो काम गर्ने ठाउँमा चाहिँ सानो एउटा पार्टी छ क्या। योभन्दा 1 महिना जति अगाडि चाहिँ अलि बिजी चलिरहेको थियो। अनि त्यही भएर स्टाफहरूले राम्रो काम गर्यो अनि धेरै मेहनत गर्नु पर्यो भनेर नि म्यानेजरले चाहिँ थ्याङ्क यू भनेर पार्टी राखेको। अनि म चाहिँ त्यही पार्टीमा जानको लागि रेडी हुँदै थिएँ। ल हेर मेरो लिपस्टिक हालत भाँचिएर है, भित्रै अड्केर न माथि न तल भएर बसेर बिजोग। म आफै तर्सेको छु क्या मेरो लिपस्टिकको हालत देखेर। राम्रो थियो, चिलो कस्तो राम्रो थियो है। मैले फेरि लिपस्टिक चाहिँ गालामा, ओठमा, आँखामा संसारभरि लाएर दलेर भ्याइदिन्छु कि म चाहिँ त्यस्तो खालको अचम्मको मान्छे छु। मेरो चाहिँ मेकअप सकियो। अब चाहिँ म कपालतिर लाग्छु। कपाल चाहिँ मलाई एकदम कर्ली मनपर्छ। मैले मेरो कपाललाई धेरै दुःख दिन्छु। ताने बटारे गरेको गर्छु। अनि अब चाहिँ लगभग मेरो कामहरू सकियो। लिपपोत गर्ने कामहरू, तयारी हुने कामहरू सकियो। पार्टी चाहिँ बेलुका 6:30 बजीदेखि भनेको थियो। हिजो त कति छिटो रात पर्न थालेको क्या। म चाहिँ फाइनली होटल पुगेँ। अनि बिङ्गोको सबसे फर्स्ट कार्ड आयो। यो चाहिँ बिङ्गोको गिफ्टहरू हो। यहाँ चाहिँ चामल छ, अनि अङ्गुर छ, अनि मसाजर छ, अनि ओढ्ने ओछ्याउने रक्सी कति धेरै छ। गेमभन्दा अगाडि चाहिँ हामी खाना खान्छौँ। यो चाहिँ भयो जापानिज खानाहरू। मलाई मन त पर्छ, तर सारादाहरू कति फ्रुट्सहरू कति धेरै खानेकुरा छ। तर नेपालीहरूको लागि भनेर चाहिँ इन्डियन र नेपाली खानाहरू मगाएको थियो। जुन इन्डियन खानाबाट चाहिँ नान, अनि त्यसपछि मटन चिकनहरू के मगाएको थियो। यो चाहिँ भयो मेरो। अनि म चाहिँ गाउँ खाना थालेँ है। खासै भोक त थिएन, खानेकुरा देखेपछि कहाँ मन मान्छ र होइन। झ्याम कि झ्याम मरत छ त खुवाइ त मेरो त। सबै पाएको जति गाउँ खाएको छु। हेर्नु त्यहाँ कति हाँसुदो गरी। अब चाहिँ पालो भयो गेममा चाहिँ कसलाई के पर्यो है, कस्तो रमाइलो भयो। मेरो पालीमा हेर्नु त्यहाँ मलाई के पर्यायो, म के गर्नु यो रक्सीको। रक्सी परेसँगै गेम सकियो। बाई बाई।